साथीहरू आज हामी जयपुर जाँदैछौँ हामी साथी मिलेर आज हामी स्कुल घुम्छौँ आजभन्दा कति 10 वर्ष भयो होइन हामी नगएको हामीले चाहिँ 12 क्लास सकेपछि हामी चाहिँ स्कुल गएकै थिएनौँ के चोक गए पनि स्कुल चाहिँ अब बाहिरैबाट हेरिन्थ्यो भित्र गइँदैन थियो आज चाहिँ हामी फाइनली आज शनिबार पनि हो त्यही भएर आज चाहिँ हामी स्कुल पनि घुम्दैछौँ साथै हामी चटपटे पानीपुरी नि खान्छौँ है फाइनली साथीहरू हामी चाहिँ हाम्रो कलेज आइपुग्यौँ हाम्रो स्कुल आइपुग्यौँ हामीले चाहिँ शिशुदेखि 12 सम्म यही स्कुल पढेको यता चाहिँ साह्रै राम्रो बनाएको रहेछ नि यो स्टेजहरू हामी चाहिँ यता यहाँ परको स्टेजमा नाच्थ्यौँ हामी चाहिँ हामी कति रमाइलो हुन्थ्यो हाम्रो क्लास चाहिँ यही हो है 10 क्लासको हाम्रो क्लास 10 चाहिँ यो थियो यो गाइज हो हामी अस्ति क्लास पढेको यो 11 12 पनि पढेको घुम्छ न हामी चाहिँ आमा छोरी घुम्छौँ नि तिम्रो आमा छोरीको मलाई सबै ताला लगाएको रहेछ 5 नम्बर सिटमा चाहिँ म बस्थेँ क्या यता पनि बस्थेँ उता पनि बस्थेँ म चाहिँ प्रायः साथीहरू केटाहरूको सिटमा बस्थेँ केटाहरूसँग बस्थ्यो प्रायः म बिचार कोहीसँग बोल्दिनँ म चाहिँ केटाहरूसँग एकदम मिल्दैन त थाहा छ यहाँले गरेको पनि मलाई थाहा हो kita biere deh namu aja sudah फाइनल्ली गाइज हामी चाहिँ जयपुर स्कुल आइपुगेको छौँ यहाँ हुनुहुन्छ अरू मेरो प्यारा प्यारा साथी अथवा महानुभावहरू यो चाहिँ हाम्रो स्कुलको स्टेज है यो चाहिँ पुरानै स्टेज हो तर राम्रो बनाएको छ जे होस् एकदम यहाँ आउँदाखेरि पहिलेको कुराहरू धेरै याद आएको छ कि छैन के थियो भन तिम्रो छ धेरै यादहरू जोडिएका छन् हाम्रो जाडोमा घाम ताप्दै बसेको याद छ होला नि त जोसँग बसेको थियो आई मिस यु नाम साथीहरूलाई आई मिस यु नाम चाहिँ नभनौँ होइन अब यस्तै छ हामीले देउसी भैलो खेलेको यहाँ याद होला सबैजनालाई क्लास 10मा गाइजहरू हामी चाहिँ यहाँ छौँ ओइ केही भन्नु छ अरू कि छैन